ल नाटक फेरि हेलो नमस्ते एन्जेलोपा वेलकम ब्याक टु माई युट्युब च्यानल अनि म चाहिँ रबिना श्रेष्ठ हजुरहरूको सामु आज पनि मैले नयाँ भिडियो नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ म बिरामी भएको अपरेसन गरेको आज चाहिँ पाँचौँ दिन रहेको छ अनि आज चाहिँ म अलिकति ठिक भएको छु, अलिक मजाले राम्रोसँग हिँड्न ओर्न भइरहेको छ अनि अहिले चाहिँ हामी खाना खान लागिरहेको अनि हामी चाहिँ आज खाना खाएर अनि घर जान लागेको छौँ। अहिले चाहिँ हामी मामालामा छौँ नि त अनि मामा घरमा छौँ अनि यहाँबाट चाहिँ हामी अब घर जाँदैछौँ किनभने अब तिहार सुरु भइसकिसक्यो। तिहारको लागि घर सरसफाइदेखि लिएर सामानहरू किन्नुदेखि लिएर हरेक कुराहरू गर्नुपर्ने छ, त्यही भएर चाहिँ हामी घर जाँदैछौँ मम्मी र म अनि मम्मी म सँगसँगै बहिनीहरू पनि जाँदैछ हाम्रो सानो नानी डिम्पल अनि यता मिकीमा हेलो हेलो माम खाऊ अब जानुपर्छ ल। अब कहाँ जाने हामी? हाम्रो घर जाने रुने कि नरुने जाँदाखेरि रुयो भने चाहिँ कुट्ने रुयो भने चाहिँ कुट्ने नि होइन रुँदैन नि होइन कोही रुँदैन ल। साथीहरू अब चाहिँ म खाना खाएको है अनि खाना चाहिँ आज यस्तो छ अनि साग छ अनि यो चाहिँ मासु हो, यो चाहिँ मासुको अचार हो अनि यो चाहिँ दाल अनि यो चाहिँ मेरो एकदम फेभरेट अचार हो साथीहरू होइन। अब म बिरामी छु तै पनि म खाँदैछु है, एउटा एउटा गरेर खान्छु। यो चाहिँ पर्क अचार हो, एकदम मिठो मिठो छ है। यो चाहिँ हाम्रो आन्टीले बनाउनु भएको, हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ प्लिज कमेन्ट गर्न सक्नुहुन्छ। अचार एकदम टेस्टी छ, एकदम मिठो छ है, मलाई चाहिँ एकदम मन परेको अचार हो। अब चाहिँ हामी घर जान लागेको अनि हामीले चाहिँ गाडी बोलाइरहेको छौँ अनि गाडीमा जाने। मम्मीहरू चाहिँ अलिक माथि जानुभएको छ सामानहरू निकाल्नको लागि, अहिले चाहिँ हामी जान लागेको। अझ अब हामी गएको ल, बस्नु ल राम्रोसँग, अब तिहार पछि आउँछु ल, बस्नु है गयौँ ल। ल बाई बाई अझ बाई गर मिखीमा बाई ल। अनि मिखीमा चाहिँ मसँग जाँदैछ, मिखीमाले चाहिँ मलाई समाउँदैछ होइन। मेरो हालत त मजाले उभिनु भएको छैन नि त, यसरी बिस्तारै बिस्तारै हिँड्नु पर्ने हुन्छ अनि परसम्म अलिक छिटो हिँड्नु थालेँ अनि अलिक बिस्तारै बिस्तारै हिँड्नुपर्छ। गाडी आइसक्ने बेला भइसक्यो, बिस्तारै हिँड्दै जानुपर्छ नत्र भने पेट हल्लिन्छ नि त, त्यही भएर चाहिँ गाह्रो हुन्छ नि। त्यो पेटमा मासु नै भित्रको मासु नै छैन जस्तो थाहा हुँदो रहेछ अनि बिस्तारै बिस्तारै हिँड्दैछु। अब कति उखालेर लानुपर्ने हो, अब अलिकति त रेस्ट गर्नुपर्ने थियो, जानु त मन थिएन होइन यसरी हिँड्ने अनि अब के गर्नु तिहार आइसकिसकेको छ। अब तिहारको लागि सामग्रीहरू पनि किन्नु पऱ्यो, मम्मी यहीँ बसेर पनि भएन त्यही भएर अनि म चाहिँ नाइट ड्रेसमै गएको किनभने गाडी हुन्छ नि त, अब गाडीबाट ओर्लिँदैन पनि किन लुगा फेरिराख्ने भनेर चाहिँ म चाहिँ नाइट ड्रेसमै हिँड्दैछु। मेरो बहिनी पनि जाँदैछ यहाँ आन्टीको छोरी मिकीमा, हिँड्दैन अगाडि उसलाई चाहिँ भोक लागिसक्यो भन्दै त उसलाई चाहिँ बाटोमा खुवाउँदै लानुपर्ने छ मरे। अब चाहिँ हामी जान लागेको अब यहाँबाट होइन हुनुहुन्छ पर अनि अजी आन्टीहरू चाहिँ हामीलाई छोड्न आउनु भएको छ। मिकीमालाई चाहिँ लिएर जान आँटेको अनि हामी चाहिँ गाडीमा जान लागेको। म चाहिँ अगाडि नै बस्छु, पछाडि बस्दिनँ है। एकछिन मिकीमा आएर म अगाडि बस्छु है, ल पछाडि बस्ने ल ल तिमी पछाडि बस्दै गर ल अनि म अगाडि बस्दै गर्छु। लुगा नफेरिकन जानु लागेको म के थियो एकैचोटि घर पुगिन्छ भनेर ल ल बाई बाई अझै आन्टी मास्टर आउनुहुन्छ अरे ल बाई। पशुपति स्कुलतिरबाट जाउँ है, पशुपति स्कुलबाट उता हेऱ्यो नि त ल अझै बाई बाई ल बाई बाई। ठुलो मम्मीहरू उता माथि हुनुहुन्छ नि त, लिनु जाने अनि जाने ल कि नलाने कि तिमीलाई मात्रै जाने हो? तिमीलाई म त जाऊँ न त ल। ठुलो मम्मीले पनि लिएर जानु ल ठुलो मम्मीले लिएर जानुहोस् ल। अब चाहिँ हामी एकछिन पछि भेट है त। के खाने रे तिमी मिकीमा? किनेको यता ज्ञानी छिन् क्या
खाने लु तिमीले भन के खाने अनि यो किन टोस्ट दुईटा यति गर्छु त्यो खाने डेरी मिल्क कति लोकल होला नदिनु होला मलाई एक किट्क्याट लु किटक्याट खाने लु के खाने लु भन नि त लु छिटो छिटो ढिलो हुन्छ किट्क्याट खाने किट्क्याट किटक्याट कसरी हो यो किट्क्याट पैसा के हो खाने तिमी दुईटा दिनु त अनि के किन्ने हो र तिमीले मैले 25 खालको यस्तो बोतल बाल खिचिदियोस् दुईटा अनि यो 10 खालको हो ल गाइजहरु पढौँ न उठौँ यसलाई उठाइ आइपुग्यौँ त हामी हात दुखायो मिकीमा ओइ नानी उठ मिकीमा दा दर सुत मिकीमा हामी आइपुग्यौँ त लिगाउ आयो लममको घर आयो घरमा घर आयो त आयो डर्नु अब ल कता छ कुनको चिप्सहरु खै बकाए सबै फुलहरु त अब चाहिँ हामी घर आइपुगिसक्यौँ हात दुखो है मिकी यो लिएर जानु त अनि यो खै उगानु जानिन के भयो तान्नु न उ त्यो हो अलिकति त्यो गाह्रो तान्नु हुन्छ त अब यसो घरमा हल्का नाटक पारे जस्तो त गर्नु पर्यो होला भनेको के गर्नु पाइनँ जस्तो छौ भावना दिदीलाई बोलाऊ त दिदीलाई लिन जानु भनेर मिकीमा अरे डिम्पल म भन्नु त डिम्पल यतै मन भावना दिदीलाई पठाऊ त दिदीलाई लिनुलाई यसो प्राङ्क गरिदिउँ न त्यसलाई प्राङ्क भन न छिटो प्राङ्क गर्ने पर्यो क्या भावनालाई चाहिँ प्राङ्क गरिदिनु पर्यो म चिन्नै सकेको छुइनँ नि त भनेको छु नि त त्यही भएर ला मेरो फुल त्यो कस्तो फुल्छ म हिँड्न सकेको छैन लिन आऊ यस्तै हुन्छ के अरे मेरो सर्ट लाएर ढुट्टो बनाइसकेको छ लुगा धुनु चाहिँ एउटा होइन कि लाउँदै थुपारिदिन्छ रिस उठ्दैन मेरो बहिनी चाहिँ म लिन आउँदैछ गाडी छैन मैले मेरो बहिनीको अगाडि चाहिँ म हिँड्न सक्दिनँ भनेको छु नि त अनि त्यही भएर चाहिँ त्यसले मलाई लिन आउँदैछ होइन मेरै सुरुवाल लाउँदैछ कि क्या हो ए होइन रहेछ त्यसकै नाइटी ड्रेस रहेछ म त हिँड्नै सक्दिनँ नि गर्ने हो सबै लिएँ नि सामान म त हिँड्नै सक्दिनँ लिन आऊ बोकेर लानु अरे बोकेर हिँड्नै सक्दिनँ बिरामी गाइस म त लाला कसरी बोके लानु अब कसरी लाने लिएर जाऊ हिँड्न चुइन्टी लाएर सक्दिनँ नि त नि पेट अनि हेर्न मासु नै नभएको जस्तो गर्छ नि त पेटमा छैन त हल्लिन्छ क्या पेटभित्र आन्द्रा भुँडी नभए जस्तो हुन्छ कि कसरी लाने लिएर जाऊ मलाई छिटो चढ्दा चाहिँ आयो सेरुमनालाई लिएर अन्त अजीहरूले बोकेर लगेको मलाई अजी र आन्टीले सुनिता आन्टीले लिएर जानुभएको सक्दिनँ त सेरुमनालाई बोकेर लैजाने हिँड्नु त हिँड्नु त सक्दिनँ बाहिर पत्याउँदैन नि त नि सेरुमनालाई बोकेर लैजाउँ न पहिला मेरो पेट हल्ले जस्तो हुन्छ नि फेरि कसरी चाहिँ हेर्न सिका न त चाहिँ कसरी लाने कसरी सिकाउन यसरी बोकेर लागिदिन्छ नि मेरो पिता चाहिँ काटेको छ नि त नि यही चाहिँ हुन्छ त यतापट्टि उत्रिन सुरुमा ओभर गर्छ त नि नाटक यसको अस्ति त्यहाँ हस्पिटल हिँड्दाखेरि केही भएको थिएन अहिले नाटक फेरि उठ अघि आफै चढेको कि यो के गरेको अजी र आन्टीले चढाइदिएको उनीहरू कसरी बोक्नु पर्ने भन्न त नि बोक्नु चाहिँ कसरी पर्ने हो लागेन त दुखिसक्यो पेट कसरी बोकेर लाने राजमा देख्यो चाल यसलाई पेटले घाउ छ नि त नि दुख्दैन कहीँ बोक्नु नि मिल्दैन नि त कसरी लानु ल दुख्छ नि त नि नाटक फेरि यसको त आइज कहाँ भुइँ पनि बोकेर समामा दुई चारसम्म छेउछाउमा अझै आएछ भने त मेरो चिलाउला नि फेरि मजाक गराएको
नाटक फेरि यसको त बिस्तारै हो कस्तो साह्रो गरेको न साह्रो पऱ्यो मेरो कहाँबाट कुन गाडी कस्तो गाडी कहाँबाट आयो कताबाट आयो बाटै बाटो अब गइहाल्नु हिँड्न ल नाटक फेरि अति नै गर्छ कि अस्ति हस्पिटलमा 3 राउन्ड हान्दाखेरि केही भएन खत्म बाय बाय टाटा गुड बाय गया अनि अङ्कति गएको त के भयो नि त अलिकति थाहा नि त कमेन्टमा काहीँ नभएको तिमीले गरेको रहेछ अपरेसन भन्छ फेरि खतरियाको मैले चाहिँ मेरो बहिनीलाई चाहिँ म प्राङ्क गरिरहेको छु भनेर अनि यहाँबाट सिडी चढेर जानुपर्छ नि त अनि सिडी चढ्नको लागि पनि म बोलाउँदैछु बहिनीलाई भाइ बोला न म बोलाउँदैछु होइन म चाहिँ माथि चढ्न सक्दिनँ हिँड्नु सक्दिनँ मलाई लिएर माथि जा भन्ने बतामा भनेर बोलाइरहेको छु आउँदैछ साथीहरू त्यसलाई चाहिँ म एकछिन म प्राङ्क गरिरहेको छु ल उसको रियाक्सन चाहिँ कस्तो हुँदो रहेछ हेरौँ है साथीहरू अब कसरी लान्छ हेरौँ है त्यसले के लुगा यस्तो वाट इज दिस के हो यो यस्तो गेटअप कहाँ जानु लागेको यस्तो लुगा लगाएर गर्मी के गर्नु मलाई यहाँ आधी बाटोमा छोडेर कहाँ गएको बिस्तारै गरे दुख्छ नि यहाँ हालेको पनि दुख्छ नि त्यहाँनिर फेरि मासु हुन्छ त्यस्तो आउँछ एकछिन पिम्पल र मलाई अहिले कस्तो स्याहारेको नि है अरूले नै आउँदैन अघि अझी र सुन्ता आन्टी ठुलो मम्मीले मलाई गाडीमा हालेको नि नानी कहाँ जानु सक्नु ओछाना पल्टाइ सुत्नु सक्दिनँ त म त सुत्नु सक्दिनँ राम्रो बस्नु गर्नुपर्छ मलाई एकछिन कहाँ जबरजस्ती सुत्नु मिल्दैन नि त कसो गर्नुपर्छ जबरजस्ती सुत्नु मिल्दैन अब यो खुट्टामा सिरानी राख्नुपर्छ अनि मात्र मैले बिस्तारै सुताइदिएँ त खुट्टा यो फेरि पेट तन्किन्छ क्या पहिला जिउ सुताउनुपर्छ बिस्तारै कहाँ हुँद नाटेको त बिस्तारै पेट हुन्छ यसरी पेट तन्किन्छ यसरी अलिक खुट्टा अलिकति यसरी नै यसरी राख्नुपर्छ अनि अलिकति पेट हल्का हुन्छ न त तन्किन्छ कस्तो गुड बाई ल मेरो बहिनी त गयो साथीहरू नाटक पारेको कस्तो नाटक पार्दा पार्दा स्टोरेज फुल भएर दिमाग खराब भयो क्या मेरो बिचमै कस्तो रियाक्सनै आदि गयो नि भिडियो ब्याट्री के अरे स्पेस नभएर सो गाइज हेर्दै गर्नु होला म अझै बहिनीलाई अझै प्राङ्क गर्छु है त यस्तो ट्युन गाइज यहाँ चाहिँ हाम्रो भावनाश्रीले चाहिँ पैसा गन्दै हुनुहुन्छ छप्प लाएर यो चाहिँ तिहार खर्चको लागि निकाल्दैछन् गन्दैछन् डिभाइड गर्दैछन् कता कता के गर्ने भनेर है अनि म चाहिँ स्टिल सुतिरहेको छु होइन मेरो पेट देख्न सक्नुहुन्छ यत्रो यहाँ सिरिरहेको छ है अनि अझैसम्म पनि यो अब यो चाहिँ 10 डेज पछि मात्र यो टाँका खोल्न मिल्छ अरे म सुतिरहेको छु कस्तो मलाई सुगर आइरहेको जस्तो भयो भावना सुगर लैजाऊ त मलाई उठाएर सक्दिनँ नि त उठ्नु पनि त गाह्रो हुन्छ मासु एकै ठाउँ जम्मा भए जस्तो हुन्छ क्या अन्त यो काटेको पट्टि त नि एकै ठाउँ बाँसु भए जस्तो हुन्छ सोरेर आए जस्तो हुन्छ क्या अनि त्यही भएर भावनाले लान्छ कि उठाएर पिसाब हेर्नु भनेको नलानु नि अनि सिरानी लाएर सिरानी लाएर सुत्नुपर्छ भुइँमा चाहिँ अनि नत्र भने पेट चाहिँ यस्तो सुत्दाखेरि तनक्क तन्किँदो रहेछ कि अनि यो त यस्तो दुख्छ क्या पेट अनि त्यही भएर
अनि खुट्टा हुन्छ नि त खुट्टा यहाँ भन्दा त झन् पेट खाएको बेलामा यति ढाडेको बेलामा त नि खाएको बेलामा सुतो भन्दा दुखेर जिउ पनि दुखिरहेको हुन्छ अनि म चाहिँ यहाँ अब बहिनीले मलाई बाथरुम लान्छ अनि त्यसमा हिँड्नु सक्नु परेन मलाई उठाउनु परेन त नि के अरे अनि यता दिन मम्मीले केयर गरेको अन्त गर्न अब त भोलि गइहाल्छस् तिमी उठ मम्मी त गइहाल्छ पनि मम्मी गइहाल्छ त अनि त हेर न त बगान मलाई कसरी दिक्क लगाउनु नि टोइलेट आउँदा नि कसरी दिक्क लगाएको जस्तो हुन्छ अनि टोइलेट आइसक्यो नि त पिसाब आइसक्यो आएन छिटो उठ न उठा न भान यो ढाडु त्यही त नि अझैले उठाउनुहुन्थ्यो मलाई अझै र मम्मीले उठाउनुहुन्थ्यो अब त उठा त यहाँ फ्लड पनि आएको छ खोइ के भएर यहाँ चाहिँ फ्लड आइरहेको छ हुन्छ के भएर आयो थाहा छैन यहाँनिर मेरो अनादे चाहिँ अन्त अनादे चाहिँ यहाँ चाहिँ फ्लड आइरहेको छ खोइ के भयो होला भिडियो बनाऊ त अनि छ नि जबरजस्ती वाक्क उडाउनु खोज्छ म नर्मल मान्छे हो र यस्तो भयो म सुत्दिनँ अहिले एकछिन ढाड सुत्दा सोध्यो अब सिधा हुन्छु अहिले सिधा हेलो गाइस म चाहिँ सुतेर उठिसकेँ होइन अनि म चाहिँ अहिलेसम्म पनि अझै हिँड्न सकेको छुइनँ मलाई गाह्रो हुन्छ भनेर चाहिँ मैले मेरो बहिनी र मेरो बुवालाई चाहिँ भनेको छुइनँ नि त अनि उनीहरूलाई चाहिँ म अहिलेसम्म प्राङ्क गरिरहन्छु होइन प्राङ्क गरिरहन्छु मलाई चाहिँ के भन्नुभएको बुवाले आउने बित्तिकै अनि के अपरेसन गरेको भोलिपल्ट पेटो हिँडेर आउँछु भन्दैछ त के हो भनेर भन्दै हुन्छ त्यहाँदेखि के गर्नु सकिनँ मैले भनेको छु अब अहिले बुवालाई बोलाएर होइन अब हिँड्नु सकिनँ मलाई माथि लगिदिन्न भनेर भन्छु ल के कसो रियाक्सन आउँछ हेर्दै गर्नु साथीहरू स्टेडियम गाइस साथी भाइहरूले लाइट लाउँदैछ अरे तिहारको लागि त्यही भएर म चाहिँ उठ्नु नसकेर बुवालाई उठाउनु बोलाउँदै साउन्ड त उठाइदिनु मलाई बिस्तारै म लड दुख्छ नि मलाई फेरि मलाई माथि लाग्दैन कहाँ छ पानी छ माथि कहाँ गयो भावना रहेछ कहाँ खोलिदिनुपर्छ माथि छ एकछिन पानी खोलिदिन्छु सबै सुकाइदिन्छ कहाँ कहिले सक्छ अनि सक्दैन म अलिअलि हिँड्छु थोरै थोरै केही पनि हुँदैन अनि केही पनि हुँदैन अलिअलि लाग्दैन एकछिन हेरेर जान्छु ए मरिसकेँ मलाई दुखेर सुतेर गर्नु हुँदैन नि त नि त्यही भएर हिँड्नु भनेको हुन्छ दिन्छ आए कसरी हिँड्नु त
पानी छ पानी पानी खोल्दै लो किन पानी जमाएको यहाँनिर पानी खोल करेन्ट लाग्छ होला त नि यहाँनिर त पानी छोडेको कल छोडेको हाम्रो लाइटहरू लाग्दैछ यता बस्छु गले त यहाँ राखिदिनु यहाँ राखिदिनु त यहाँ बस्छु ल यहाँ चाहिँ हाम्रो लाइटहरू लाउने कार्यक्रम भइरहेछ मिकीमा लड्छ त्यसरी नगर है अनि यता लाइटिङहरू रहेछ पानी सबै निभाउनु न अनि करेन्ट लाग्न सक्छ होइन कस्तो लागिरहेछ नानी यहाँ हजुर मजा आइरहेछ हो ए बासनमा के ल्याइदिने भात कि तलेर जाने कि ल माथि ल्याइदिँदैन तल जाने होइन गएर जान्छ क्या भात खाँदैन मलाई अप्ठ्यारो हुन्छ बेजा न उठाएर हौ बेतिर गर्नु सक्दैन जस्तो एकछिन हिँड्नु पनि भनेको छ नि त एक्सर्साइज हुन्छ नि त नि के भएको मुनि बसेर खान्छ क्या उता सुता ढाड दुख्छ नि त नि डिम्पल डक्टरले हेर्नु ओर्नु भनेको छ उनीहरू उठाउन नसकेर तर अहिले त्यो बिरामी हुँदा चाहिँ दुःख लाग्छ भन्छ बिरामी हुँदा के हो बिस्तारै बिस्तारै दुख्छ नि पेट कपाल मिलाइदियो टिम्पल पक्रेर त कुन कपाल मिला तन्किनु हुँदैन तन्कियो भने पेट दुखिहाल्छ पेट दुख्छ क्या कुकुर पालेर मारेर बस्नु म पाँचले हातले हाल्यो आफ्नो पेट हेरेर पेट आफ्नो मर्मरी राम्रोसँग जानु ल सुत्नुहोस् हाम्रो प्राङ्क कस्तो लाग्यो त नि हाम्रो प्राङ्क तिमीलाई 50 रुपियाँ दिइहाल्दैन किन 5 रुपियाँ 500 ए के गर्नु प्राङ्क कस्तो लाग्यो त कतिका लाग्ने गरी मलाई उठाउनु बसाउनु हराउनु उताउनु लाउनु लानु नि लान्छु त अझै दुःख दिनु मन लागेको थियो फेरि यति लामो भिडियो हुन्छ भनेर नगरेको प्राङ्क फेरि कति लामो गरेर राख्नु भनेर घरि घरि स्टोरेज खाली हुँदा च्याच्च बसेको हेर्छु
झुक्काको कि जस्तो पनि लाग्दैन फेरि के गर्छ फाइनली तिमी प्र्याङ्क सक्सेस भयो है डिम्पल एकदम सक्सेस कस्तो फिल भयो कति दिनसम्म यसरी बोकेर हिँड्नुपर्ने नि टेन्सन ए कति दिन बोकेर हिँड्नुपर्ने टेन्सन भइरहेको थियो एकछिन बोक्दा यस्तो टेन्सन मम्मीलाई लेख्दाखेरि घरिघरि शङ्का पनि लाग्दै थियो बाँच्दैन यो मम्मी चाहिँ यत्रो पेट दुख्दा पनि छोरीको भन्छु फेरि अब भोलि भागिदिने सोचमा थिएँ भागिदिने सोच्थ्यो ए हेर बिरामीलाई हेर्नुपर्छ भने भागिदिने सोचेर अब बुवाको पालो रहेको छ होइन भात चाहिँ त खान्न हौ तपाईँको दाजुको भयो अब त निको भइसक्यो नि हिँडेको हिँडेको देखिन भावना प्र्याङ्क भयो साथीहरू हामीले प्र्याङ्क गर्न सक्सेस भयो यहाँ कहाँ आउँछ त नि पुऱ्याइदिनु नि कोठासम्म सक्दिनँ बिस्तारै हो दुखिरहेको छ पेट बाबा अनि तपाईँ तान्दै हिँड्दा पनि बाउ बजाउने बाउ जे बजाउने बाउ पाउँछ नि यहाँ आमाले पुगेन अब आमाले बोकिसक्यो नि त बाउ चाहियो नि त नि आमाले पुगेन होइन पुगिसक्यो आमाले बोकिसक्यो अब बहिनी छ तपाईँको पालो नि त्यही त हो पानी दबाई ल्याउनु खाम खबर सुन्न पाउनु के फोन चाहिँ कसले फुटाउनु लाग्छ त नि खबर सुन्नको लागि यहाँ आउनु न यहाँ आउनु न दबाई दिनु न कहाँ छ दबाई कहाँ छ दबाई खै ल्याउनु यहाँ कस्तो लाग्यो म त हिँड्छु त नि म त हिँडेको त कहाँ दबाई ल्याउनु बोल्दै बोल्दैन नि भाग्यो लु किताहरू बाहिर प्राङ्क गर्दै गर्दा बाउहरूलाई सबै झुक्के ल तिहार लाग्यो साथीहरू हाम्रोमा चाहिँ झिलिमिली है झिलिमिली लाग्यो नाचिदेऊ एउटा गीतमा झिलिमिली देउसुरे ए झिलिमिली अझ डिम्पल आऊ त गीत गाउँदै नाच्न यहाँ ओ डिम्पलसँग नाच त ल नाच त गीत गाएर एउटा गीतमा नाच र ल अस्ति कुन बुवाले चाहिँ नि बाउलाई सक्सेस भन्दै हुन्छ यहाँ होइन के भयो अरे भनिदिनुहोस् हौ तपाईँको एन्सर पाम भन्नु न के लाग्दैन हौ के गरेँ मैले हिजो यसो नाटक पार्दैको होइन साथीहरू हिँड्नु सकिनँ आए भनेको त उठाउनु ओर्नु ल्याइरहेको के अनि भएर लास्टमा ठिङ हिँडेको त बाउ त टुँ परिरहेको पुरा आउने बित्तिकै डाइलग दिइराख्नु भयो क्या अपरेसन गरेको भोलिपल्ट ठिङ हिँड्छु भनेको होइन भन्दै हुनुहुन्थ्यो कि ठिङ त हिँडेर त आएन होइन साथीहरू बहिनी र बुवालाई चाहिँ प्राङ्क गरेको एकदम सक्सेसफुल भयो झुक्किनु भयो हाम्रो बुवाहरू झुक्किनु भयो बुवा झुक्किनु भयो कस्तो लाग्यो भनौँ न त उठ्नै नसक्दा चाहिँ अब कति दिनसम्म सुतिराख्ने रहेछ कि के जस्तो फिल भयो भनौँ न भावनाले के भन्नु भएको छ भावनाले राम 2-4 त कति दिन अब यसरी झेल्नु पर्ने भयो नि म त भागिहाल्छु भन्दै थियो उर्लाबारी भागिहाल्छु भन्दै थियो त्यो त तपाईँले चाहिँ के सोच्नु भयो त क्यामेराको अगाडि त मुख मरि काटे खुले पो बुवाको त्यही त त्यस्तो हजुर ल हजुर है क्यामेरा खोल्दाखेरि चाहिँ क्यामेराको पछाडि त फेरि हो क्या साथीहरू
अब चाहिँ म अलिक ठिक भएँ हिजो चाहिँ भिडियो इन गरेको थिइनँ अनि अहिले चाहिँ म भिडियो इन गर्दैछु साथीहरू है अनि हजुरलाई चाहिँ कस्तो लाग्यो आजको भ्लग भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई अनि माया गरिदिराख्नु होला यसरी नै भन्दै है अनि हामी चाहिँ राम्रोसँग घर आइपुगिसक्यौँ प्र्याङ्क पनि सक्सेस भयो सो सबैजनाले माया गरिदिनु हुन्छ भन्ने आशा राख्दै आजलाई चाहिँ बाई बाई एभ्रिवान